नमस्कार सम्पूर्णमा। आज म पाछुदास मन्दिरको बारेमा केही भन्न गइरहेको छु। यो लेख चाहिँ साभार गरिएको छ त्रियुगा ज्ञानमाला स्थानीय पाठ्यपुस्तकबाट। यसको लेखक हुनुहुन्छ सुरेश हाचेकाली, रमेश निरौला र जिचेन छ्याङतेन। यस लेखमा भएको म पढ्न गइरहेको छु, कृपया सुनिदिनुहोला। असारीमा मदन भण्डारी राजमार्गको छेउमा पाछुदासको मन्दिर छ। पाछुदासको मन्दिरमा केही जोडी खराउ र चिम्टाहरू छन्। पाछुदासको मन्दिरभित्र महिलाहरू प्रवेश गर्नुहुन्न भन्ने मान्यता रहेछ। यो मान्यता राख्नुको कारण भने चाहिँ बुझ्न सकिएन। पाछुदासको मन्दिरभित्र बलि दिन पाइँदैन। पाछुदासलाई लड्डु, घिउ, दही, खिर, पान, सुपारी आदि चढाउने चलन रहेछ। मन्दिर बाहिर पनि भोग दिनुहुन्न भन्ने आवाज उठ्न थालेको रहेछ। वरिपरिका मानिसहरूसँग कुराकानी गर्दा पाछुदासलाई सबै समुदायले मान्ने रहेछन्। घरमा कुनै मिठो खाद्य परिकार पाक्दा पाछुदासलाई सम्झिने चलन रहेछ। नयाँ अन्नबाली पाक्दा पनि पाछुदासलाई मन्दिरमा लगेर अर्पण गर्ने चलन पाइयो। गाउँलेहरूको भनाइअनुसार पाछुदासलाई सबैले मान्नुपर्ने आवश्यक छ। पहिलेको बेलामा अन्नबाली सप्रिँदैनथे। धान रोपे बाला नलागेर अनिष्ट हुन्थ्यो। यस्तो बेला मानिसहरू पाछुदासलाई सम्झिन्थे। यस्तो समस्याहरू पाछुदासले हल गरिदिन्थे। उनी नकारात्मक शक्तिहरूको मानव पुर्याउँथे। हामीले अलि गहिरिएर विचार गर्दा पाछुदास धेरै पुरानो समयका घुमी हिँड्ने जोगी हुन सक्छन्। खराउ र चिम्टाले यसै कुरालाई सङ्केत गर्छन्। पाछुदासको मन्दिर हाम्रो पुरानो सांस्कृतिक सम्पदा हो। पर्यटकलाई यस्तो मन्दिरमा पुर्याएर आय आर्जन गर्न सक्नुपर्छ।